ऐसिलो यहाँ देख्नुभयो ऐसिलो पाकेको यसलाई चाहिँ यसरी टिपेर खानुपर्छ सो स्वीट ऐसिलोको सिजन छ अहिले गाउँमा हैन सहर बजारमा त कहाँ खानु पाउँछ र यस्तो अता पोले पो त यस्तो मिठो अता ता 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 तल पनि छ नि त्यो माथि आउँछ नि सालघारी छ नि त्यसको माथिपट्टि सालघारी छ नि त्यहाँ र त्यो टर्निङ छ नि माथि टर्निङ देखेको हो त त्यो टर्निङमा त कम्ती फल्दैन अम्मा अस्ति म खान्दै तान्दै थिएँ कि अनि आउने बेला त छैन सबै दिनदिनै पाक्छ यहाँ त कति फल गयो टिपेर खाइहाल्छन् नि गोठालाहरू अनि यहाँ त कम्ती फलेन रहेछ त ऐसिलो त म बम्पक लिएर आउँ गएर साँच्ची कि कहिले आइपुग्ने हो पुगेर त के गर्नुहुन्छ अब यसो जङ्गल यो भोरी त हुने रहेछ नि है उयो हिँड्दा त टिप्यो भने त है डाट भरि हुँदैन यो सबै टिप्दा यसभरि मात्रै थाहा त यो ऐसिलो सबै टिप्नु सक्यो भने होस् भन्नुहोस् न अन्त कहिले पुऱ्याउनु अल्छी लाग्दो घोसेर न बाम फोक्सेर यसो काट्दै है आङकुसी बनाउनु काट्नु त किन काट्नु फलिरहेको किन मसाउनु सिजनमा चाहिँ गाउँ आउँदै गर्नुपर्छ के अरे सिजनको फल खानको लागि योपालि चाहिँ म ऐसिलोको सिजनमा आएँ त्यो भएर चाहिँ ऐसिलो खानु पाएँ होइन अनि अब कटहरको सिजन पनि छ अहिले कटहर पनि खानुपर्छ तर कटहर चाहिँ पाकेको होइन भर्खर सब्जी खाने बेला चाहिँ भयो हाम्रो गाउँमा चाहिँ होइन मिमीहरूको चाहिँ अनि पाक्ने त कहिले पो पाक्छ डाट कटहर धान रोप्ने बेलामा है जेठमा त कहाँ हो धान रोप्छ त असारमा पो धान रोप्छ त असारमा चाहिँ पाकेको कटहर पनि खानु पाउँछ होइन रुख कटहर अहिले त सब्जी खाने बेला भयो हेर्नुहोस् न क्या मिठो लाग्यो पहिला त आता कम्ती खानु पाउँथेन है अहिले त अब गाउँतिर आयो भने मात्रै खानु मात्र ऐसिलोमा मलाई खानु पनि पाउँदैन अहिले त किराले खाएको आदि त काँडाले घोज्यो यहाँबाट बिस्तारै हात छिराउनुपर्छ हो इधर उधर लाग्यो भने चाहिँ फेरि दुईपट्टि